फेरि पनि स्वागत छ कालीची युट्युब च्यानलमा। हजुरहरूलाई आज म पोखरा गएको शिवको मन्दिर पुमदिकपुरको भिजिट गराउन चाहन्छु। यहाँबाट माछा बिस्रेको छाया त्यो होटलमा पनि देख्न सक्नुहुन्छ हजुरहरूले। र पुमदिकपुरको सम्पूर्ण भ्यूहरू म हजुरलाई देखाउँछु। मेरो छोरा जलेस पनि अगाडि गइराखेको हजुरहरू पनि आफ्नो पुमदिकपुर पोखरा पनि आयो फ्यामिलीसँग। शिवको मन्दिरमा माथि सिँढीहरूमा लिएर जाँदैछु र अगाडि ठुलो मूर्ति देख्नुहुन्छ हजुरले। शिवको चौतर्फी बर्मा विष्णु महेश्वरको जस्तै मूर्ति शिवको चतुर्मुख भुजा पनि देख्न सक्नुहुन्छ हजुरले। हाम्रो बाबुले पनि आफ्नो मोबाइलबाट भिडियो खिच्दै हुनेछ। माछा बिस्रेको भ्यूहरू हजुरहरू पनि आफ्नो साथीभाइहरूसँग आउन सक्नुहुनेछ। हामी बिस्तारै माथि मन्दिरतिर जाँदैछौँ। सिँढीहरू चढिरहेछौँ। घाम एकदम मजाले चर्किराखेको छ। हजुरहरूले पनि इन्जोय गर्नु होला। ठाउँ पर्दैन आउनै पर्ने पुमदिकपुरको पोखरा भिजिटमा पुमदिकपुरलाई चाहिँ हजुरहरूले छुटाउनै नहुनु। ल झन्नै लडेको जलेस चाहिँ गेटको सिँढी चाहिँ एकदम ठुलो छ। गर्मी छ। चस्मालाई हेर्नै सकिँदैन। हामी मेन गेटको नजिक पुग्दैछौँ। सिँढीहरू यति धेरै छ, सफा छ, सुन्दर छ। मान्छेहरूको भिडभाड पनि छ एकदमै। हजुरहरू पनि अवश्य आउनु होला। यसको अर्को भिडियो नेक्स्ट भिडियोमा